साथीहरू, जीवनका केही यस्ता कुराहरू छन् जसलाई हामीले गोप्य राख्नु नै राम्रो मानिन्छ। जीवनमा हामीले धेरै कुरा अनुभव गर्छौँ, सिक्छौँ र बुझ्छौँ। हामीले भेटेका मानिसहरू, भोगेका घटनाहरू र हासिल गरेका सफलताहरूले हामीलाई परिपक्व बनाउँछन्। तर केही कुराहरू यस्ता पनि हुन्छन् जसले अरूसँग बाँड्दा हानिकारक हुन सक्छ। त्यसैले यी 7 कुराहरू अरूको अगाडि कहिले पनि गर्नु हुँदैन। अहिलेको डिजिटल युगमा जानकारीहरू छिटो फैलिन्छन्। हाम्रो व्यक्तिगत जीवनका केही गोप्य कुराहरू अरूलाई बताउँदा तिनीहरूको दुरुपयोग हुन सक्छ। साथै कतिपय कुराहरू हामीले अरूसँग बाँडेपछि उनीहरूको धारणा र प्रतिक्रिया हाम्रो अपेक्षाभन्दा फरक आउन सक्छ। यसले सम्बन्धमा टकराव र तनाव ल्याउन सक्छ। त्यसैले आज हामी जीवनका यस्ता 7 महत्त्वपूर्ण कुराहरूको बारेमा चर्चा गर्नेछौँ जसलाई अरूसँग बाँड्नु हानिकारक हुन सक्छ। यी कुराहरू गोप्य राख्न सकेमा नकारात्मक परिणामहरूबाट बच्न सकिन्छ। त्यसो भए ती 7 कुराहरू के हुन् त? आउनुहोस् अब एउटा कथाको माध्यमबाटै जानौँ। एक समयको कुरा हो, एउटा गाउँमा सबल नामको एक युवक बस्ने गर्थ्यो। त्यो युवक धेरै गरिब थियो। उसँग पैसा थिएन र 2 छाक टार्न पनि धेरै मुस्किल हुन्थ्यो। ऊ कामको खोजीमा दिनरात भौतारिरहन्थ्यो, तर पनि उसलाई कुनै काम मिलिरहेको थिएन। त्यसपछि उसले एक दिन आफ्नी पत्नीलाई आफ्नो सम्पूर्ण समस्या बतायो। उसले आफ्नी पत्नीलाई भन्यो कि म कामको खोजी गर्न चारैतिर जान्छु, तर कसैले पनि मलाई काम दिँदैनन्। जब म काम माग्छु सबैले मलाई भन्छन् कि यहाँ काम गर्ने मान्छेको आवश्यकता छैन। म कामको खोजी गर्दा गर्दा थाकिसकेको छु। मैले सोच्न सकिरहेको छैन कि म तिमीहरूको पेट कसरी भरौँला, आफ्ना छोराछोरीहरूलाई कसरी हुर्काउँला, कसरी पढाउँला, कसरी बढाउँला, र यो चिन्ताले मलाई दिनरात खाइरहेको छ। यो सुनेर उसकी पत्नीले केही सोचेर भनिन् कि तपाईँ एउटा व्यक्तिसँग एकपटक मात्रै काम माग्न जानुहुन्छ र जब उसले काम दिँदैन भने तपाईँ दोस्रो पटक त्यो व्यक्तिसँग काम माग्न जानुहुन्न। यदि तपाईँले उनीहरूसँग काम लिनु छ भने तपाईँले आफ्नो दुःख देखाउनुपर्छ। तपाईँले उनीहरूसँग बिन्ती गर्नुपर्छ, आफ्नो गरिबी देखाउनुपर्छ, ताकि उनीहरूले तपाईँको बाध्यता बुझेर तपाईँलाई काममा राखुन्। त्यसैले लाज नमान्नुहोस्, उनीहरूलाई आफ्नो बाध्यता र गरिबी बताउनुहोस् र यो उपायबाट तपाईँले काम पाउन सक्नुहुन्छ। यो कुरा सबलको मनमा बस्यो र अर्को दिन सबल काम माग्नको लागि एउटा पसलमा गयो जहाँ ऊ अघिल्लो दिन काम माग्न गएको थियो। तर यसपटक सबलले हात जोडेर पसलको मालिकसँग प्रार्थना गर्यो, बिन्ती गर्यो। सबलले रुँदै भन्यो कि म धेरै गरिब छु, मलाई कामको धेरै आवश्यकता छ। तपाईँले मलाई जे जति पैसा दिनुहुन्छ म त्यसैमा सन्तुष्ट हुनेछु, तर कृपया मलाई आफ्नो पसलमा काममा राख्नुहोस्। उसको यो अवस्था देखेर पसलको मालिकले उसलाई आफ्नो पसलमा काममा राखे। सबल हरेक दिन काम गर्न जान थाल्यो। सबल भित्रभित्रै खुसी थियो कि कमसे कम काम त पाइयो, तर उसलाई अरूको तुलनामा कम पैसा मिलिरहेको थियो। जुन काम सबलले गर्थ्यो त्यो काम अरू मानिसहरूले पनि गर्थे र तिनीहरूले सबलको भन्दा बढी पैसा पाउँथे। जब सबलले यो विषयमा आफ्नो मालिकसँग कुरा गर्यो तब मालिकले सबललाई भने कि हेर भाइ, तिमीलाई कामको आवश्यकता थियो, मैले तिमीलाई काम दिएको छु। मलाई धन्यवाद दिनुको सट्टा तिमी मसँग गुनासो गर्दैछौ, यो कस्तो तरिका हो? यो सुनेर सबल चुपचाप भयो। मालिकको कुरा पनि कतै न कतै सही नै थियो, किनभने पसलको मालिकले सबललाई उसको बाध्यता र गरिबी देखेर काम दिएका थिए र उसलाई उसले भनेअनुसारको पैसा दिएका थिए। तर समयसँगै सबलले यो कुरा आफ्नो नातेदार र साथीहरूलाई बताउन थाल्यो। सबलले उनीहरूलाई भन्न थाल्यो कि मेरो मालिक कस्तो खालको व्यक्ति छ र कति थोरै पैसा दिन्छ। समय बित्दै गयो र सबलले आफ्नो काम लगनशील भएर गरिरह्यो, तर
अब परिस्थितिहरू बदल्न थालेका थिए। मालिकले सबललाई अरूको तुलनामा बढी काम गर्न लगाइरहेका थिए र कम पैसा दिइरहेका थिए। यो कुराले गर्दा सबलको काममा मन लाग्न छोड्यो। सबल अरूको भन्दा बढी मेहनत गरिरहेको थियो, तर पनि थोरै पैसा पाउँथ्यो, जसले गर्दा उसको आत्मसम्मानमा गहिरो चोट पुग्यो। अब बिस्तारै उसको मन कामबाट हट्न थाल्यो। सबलको मन काममा लाग्न छोड्यो। यस्तो हुनु पनि स्वाभाविक नै हो, किनकि त्यस्तो स्थानमा कसको मन लाग्ला जहाँ आत्मसम्मानसँग सम्झौता गर्नुपर्छ। त्यसैले सबलले काम छोड्यो र घरमा आएर खाली बस्न थाल्यो। अब सबलसँग घर खर्च चलाउनको लागि पैसा पनि थिएन। सबलले आफन्त र साथीसँग सहायता माग्न थाल्यो, तर उसको आफन्त र साथीहरू उसको अगाडि उसलाई माया गरेको जस्तो गर्थे, तर पछाडि उसको मजाक उडाउँथे। उनीहरूले भन्थे, कस्तो मूर्ख छ, मालिकले धेरै काम लगाउँथे तर काम अनुसारको पैसा पनि दिँदैनथे। अरे हामी यसलाई पैसा किन दिने, भोलि हाम्रो पैसा यसले फिर्ता गर्न सक्दैन, यसको यस्तो हालत छ, न केही काम छ, पैसा कहाँबाट ल्याउँछ। त्यसैले सबलको हालत दिनदिनै खराब हुँदै गइरहेको थियो। अब सबल दिनरात तनावमा रहन थाल्यो। हिजो जुन साथी र आफन्तले उसलाई आफ्नो ठान्थे, अहिले उसलाई व्यवस्था गर्न थालेका थिए, ऊ माथि दया देखाउन थालेका थिए। सबैले आएर उसलाई ज्ञान त धेरै दिन्थे, तर सहायता कसैले गर्दैनथे। हुन त यो संसारमा ज्ञान दिनेहरू धेरै पाइन्छन्, तर सहायता गर्ने औँला समातेर अघि बढाउनेहरू कमै पाइन्छन्। फेरि एक दिन सबैलाई थाहा भयो कि नजिकैको गाउँमा एकजना बौद्ध भिक्षु आएका छन् जो धेरै ज्ञानी छन्। उनले सबैको समस्याहरू सुन्छन् र समस्याको समाधान पनि दिन्छ। सबल यति तनावमा थियो कि उसले कुनै समाधान देखेन। त्यसैले सबलले केही पनि नसोची सरासर बौद्ध भिक्षुको आश्रममा गयो। त्यहाँ पुगेर उसले देख्यो कि बौद्ध भिक्षुले केही मानिसहरूलाई उपदेश दिँदै हुनुहुन्थ्यो। उपदेश दिइसकेपछि सबै मानिसहरू आफ्नो वासस्थानतर्फ लागे। त्यसपछि सबैले बौद्ध भिक्षुको खुट्टा समाएर रुँदै रुँदै आफ्नो सबै समस्याहरू सुनायो। सबलले बौद्ध भिक्षुलाई भन्यो कि उसको मालिकले कसरी उसको फाइदा उठायो, साथीभाइ र आफन्तले उसँग कस्तो व्यवहार गरे। सबै कुरा सुनेपछि बौद्ध भिक्षुले सबललाई चुप गराउँदै भन्नुभयो, यी सबै समस्याहरू तपाईँको बुद्धिहीनता र मूर्खताका कारण उत्पन्न भएका हुन्। यदि तपाईँभित्र समझदारी र बुद्धि हुन्थ्यो भने यी समस्याहरूमध्ये एउटा पनि समस्या तपाईँको जीवनमा आउँदैन थियो। तर तपाईँले आफ्नै अविवेक र मूर्खताका कारण आफ्नो बाटोमा आफै बाधा अवरोध बिछ्याउनु भएको छ। तर आज म तपाईँलाई 7वटा कुराहरू बताउन गइरहेको छु जुन तपाईँले सधैँहरूबाट लुकाएर राख्नुपर्छ। बौद्ध भिक्षुले सबैलाई ती 7वटा कुराहरू बताउन थाल्नुभयो। पहिलो कुरा जुन तपाईँले सधैँहरूबाट लुकाउनु पर्छ त्यो हो आफ्नो बाध्यता। आफ्नो बाध्यता देखाएर अरूको दयाको पात्र बनेर उनीहरूको सहयोग लिने गल्ती कहिले पनि गर्नु हुँदैन। हुनसक्छ आज उनीहरूले तपाईँको बाध्यता देखेर सहयोग गर्नेछन्, तर भोलि उनीहरूले तपाईँको फाइदा पनि उठाउन बाँकी राख्ने छैनन् र फाइदा नउठाए पनि अरूको अगाडि तपाईँको मजाक बनाउन छोड्ने छैनन्। त्यसैले कहिले पनि आफ्नो बाध्यता देखाउनु हुँदैन। घरमा 2वटा रोटी भए पनि त्यही खाएर सुत्नुहोस्, तर अरूलाई थाहा पाउन दिनु हुँदैन। तपाईँ आफै सोच्नुहोस् त, बाध्यता बताउनुको के उद्देश्य हुन्छ? एक व्यक्तिको उद्देश्य या त अरूसँग सहानुभूति पाउनु हो या त आर्थिक सहायता प्राप्त गर्नु हो। तर दुवै अवस्थामा अर्को व्यक्तिले तपाईँको फाइदा उठाउन पछि हट्ने छैन र फाइदा नउठाए पनि तपाईँलाई मूर्ख सम्झिनेछ र अरूको अगाडि तपाईँको मजाक बनाउनेछ। त्यसैले कहिले पनि आफ्नो बाध्यता कसैलाई भन्नु हुँदैन। जब तपाईँ आफ्नो बाध्यता कसैलाई पनि भन्नु हुँदैन तब अरूलाई थाहा हुँदैन कि तपाईँ के समस्या भोगिरहनु भएको छ। उनीहरूले तपाईँलाई सधैँ आत्मनिर्भर र सक्षम ठान्छन्। यसरी तपाईँले आफ्नो इज्जत र स्वाभिमान कायम राख्न सक्नुहुन्छ र समाजमा सम्मानजनक स्थान बनाइराख्न सक्नुहुन्छ। दोस्रो कुरा,
जुन तपाईँले सधैँहरूबाट लुकाउनु पर्छ त्यो हो आफ्नो विगतको गल्तीहरू र भविष्यका योजनाहरू। एकचोटि आफै सोच्नुहोस् त, यदि हामी हाम्रो विगतका गल्तीहरू अरूलाई बताउँछौँ भने यसको के प्रभाव हुन्छ। गल्तीहरू अतीतमा भइसकेका हुन्छ र तिनीहरूलाई ठिक गर्न सकिँदैन, त्यसैले तिनीहरूलाई बताउने कारण के रहन्छ? तपाईँ आफ्नो अन्धकार पक्षलाई आफै दुनियाँको अगाडि ल्याइरहनु भएको छ, आफै आफ्ना गल्तीहरू अरूसम्म बताइरहनु भएको छ। जब तपाईँ आफ्नो अतीतका गल्तीहरू अरूसँग बाँड्नुहुन्छ त्यो अरूलाई तपाईँको कमजोरी देखाउनु बराबर हो। अरूले तपाईँलाई सधैँ ती गल्तीहरूको आधारमा हेर्न थाल्छन्। तपाईँले आफूलाई सुधारे पनि उनीहरूको मनमा तपाईँको विगतको कमजोरीकै छाप रहन्छ। यसले गर्दा तपाईँको चरित्र कमजोर र अविश्वसनीय देखिन्छ। उदाहरणको लागि, कुनै समय गलत निर्णय लिएको व्यक्ति भएमा भविष्यमा उसले जति नै राम्रो काम गरे पनि मानिसहरूले उसलाई सधैँ त्यही गलत निर्णयसँग तुलना गरेर हेर्नेछन्। त्यसैले आफ्नो विगतका कमजोरीहरू कसैसँग पनि खुलाउन आवश्यक छैन। तपाईँले आफूले गरेका गल्तीहरूबाट सिक्न सक्नुहुन्छ, तर अरूलाई नबताउनु नै राम्रो हुन्छ। संसारले तपाईँलाई हिजोको गल्तीको आधारमा होइन, तपाईँ आज के गर्दै हुनुहुन्छ र कसरी आफ्नो जीवनलाई राम्रो बनाउँदै हुनुहुन्छ भनेर हेर्नुपर्छ। एकचोटि सोच्नुहोस् त, तपाईँ व्यर्थमा आफ्नो भविष्यका योजनाहरू अरूलाई बताइरहनु भएको छ। जो मानिसहरू तपाईँको कामको हिस्सा नै होइनन् तिनीहरू सामु आफ्नो भविष्यका योजनाहरू बताउनुको के फाइदा? तिनीहरूले तपाईँलाई सहयोग त गर्दैनन्, तर तपाईँको भविष्यका योजनाहरूमा बाधा अर्चन भने पक्कै बन्न सक्छन्। त्यसैले तपाईँले सधैँ आफ्नो भविष्यको योजना गोप्य राख्नुपर्छ जबसम्म ती योजनाहरू सफल हुँदैन। तेस्रो कुरा जुन तपाईँले सधैँहरूबाट लुकाउनु पर्छ त्यो हो आफ्नो घरका कुराहरू। जुन कुराहरू हाम्रो घरभित्र हाम्रो परिवारसँग, हाम्रा आमा बुवा, श्रीमती वा बच्चाहरूको साथमा हुन्छन्, ती कुराहरू परिवारभित्रै सीमित राख्नुपर्छ। यदि तपाईँ ती कुराहरू अरूसँग बताउनुहुन्छ भने अरू व्यक्तिहरूलाई तपाईँको घरमा हस्तक्षेप गर्ने मौका मिल्छ र उनीहरूले यसको फाइदा उठाउनेछन्। उनीहरूले तपाईँको परिवारका सदस्यहरूलाई तपाईँबाट टाढा लैजाने कोसिस गर्नेछन्। अक्सर हामी हाम्रो घरका झगडाहरू कम गर्नका लागि ती झगडाहरू छिमेकीहरू र आफन्तहरूलाई बताउँछौँ, तर यसले तपाईँलाई सहायता कहिल्यै मिल्दैन। बरु तपाईँको घरको झगडाहरू झन् बढ्नेछन् र यो स्वाभाविक पनि हो। यदि तपाईँले घरभित्रका कुराहरू अरूसँग साझा गर्नुहुन्छ भने तपाईँको परिवारका सदस्यहरूलाई पनि नराम्रो लाग्न सक्छ। जस्तै यदि तपाईँले आमा बुवाको गुनासो बाहिरका मानिसहरूलाई सुनाउनु भयो भने उनीहरूले सोच्न सक्छन् कि तपाईँले घरभित्रको कुरा बाहिर फिजाएर उनीहरूको बेइज्जत गर्न खोज्नु भएको। यसले तपाईँको परिवारभित्रको भरोसा कमजोर हुन सक्छ। त्यसैले आफ्नो घरको कुरा र घरको झगडा कसैलाई पनि भन्नु हुँदैन। चौथो कुरा जुन तपाईँले सधैँहरूबाट लुकाउनु पर्छ त्यो हो आफ्नो आम्दानी। आफ्नो आम्दानी नबताउनुको पछाडि के कारण हुन सक्छ? सोच्नुहोस् त, यदि तपाईँ आफ्नो आम्दानी आफ्ना साथीहरूलाई बताउनुहुन्छ भने त्यहाँ दुईवटा कुराहरू हुन सक्छ। या त तपाईँको आम्दानी उनीहरूको भन्दा बढी हुन सक्छ, या त तपाईँको आम्दानी उनीहरूको भन्दा कम हुन सक्छ। यदि तपाईँको आम्दानी उनीहरूको भन्दा बढी छ भने जब तपाईँका साथीहरूलाई पैसाको आवश्यकता पर्छ तिनीहरू केवल तपाईँलाई सम्झिनेछन्, किनकि उनीहरूलाई थाहा छ कि तपाईँको आम्दानी धेरै छ र तपाईँले उनीहरूको मद्दत गर्न सक्नुहुन्छ। त्यसैले धेरै मानिसहरूले तपाईँबाट सहायता माग्नेछन् र जब तपाईँले उनीहरूको सहयोग गर्नुहुन्न भने उनीहरूले सोच्नेछन् कि योसँग पैसा छ तर पनि सहयोग गर्दैन। यसरी तपाईँको आम्दानी तपाईँ र तपाईँका साथीहरू बीच झगडाको कारण बन्न सक्छ। अर्कोतर्फ यदि तपाईँको आम्दानी कम छ भने मानिसहरूले तपाईँको मजाक उडाउन सक्छन् र तपाईँलाई कमजोर ठान्न सक्छन्। धेरै कम मानिसहरू हुन्छन् जो तपाईँको पछाडि तपाईँको मजाक उडाउँदैनन्। त्यसकारण तपाईँको आम्दानी बताउँदा
दुवै परिस्थितिमा तपाईँलाई नै समस्या हुन्छ। त्यसैले आफ्नो आम्दानी आफ्नो परिवार र आफन्त बाहेक अरूलाई नबताउनुहोस्। पाँचौँ कुरा जुन तपाईँले सधैँहरूबाट लुकाउनु पर्छ त्यो हो आफ्नो कमजोरी र आफ्नो शक्ति। प्राय धेरै मानिसलाई आफ्नो कमजोरी र शक्ति के हो भन्ने कुरा थाहा हुँदैन। तर तपाईँलाई आफ्नो कमजोरी र शक्ति के हो थाहा छ भने पहिलो कुरा त तपाईँ धेरै बुद्धिमान व्यक्ति हुनुहुन्छ। यो आफैमा ठुलो गुण हो। तर अर्को कुरा यो हो कि यो कुरा कसैलाई पनि बताउनु हुँदैन। यदि तपाईँले कुनै व्यक्तिलाई आफ्नो कमजोरी बताउनु भयो भने त्यो व्यक्तिलाई तपाईँको कमजोरी थाहा हुन्छ र भविष्यमा त्यो व्यक्तिसँग तपाईँको सम्बन्ध बिग्रियो भने उसले तपाईँको कमजोरीको फाइदा उठाउनेछ, किनकि उसलाई तपाईँको कमजोरी के हो थाहा छ, तपाईँले पहिले नै बताउनु भएको छ। उदाहरणको लागि यदि तपाईँले कसैलाई तपाईँ डराउने कुरा या तपाईँलाई कमजोर बनाउने विषयहरू बताउनु भयो भने उसले भविष्यमा ती कुराहरूको प्रयोग गरेर तपाईँलाई नियन्त्रणमा राख्न सक्छ। त्यसै गरी तपाईँको शक्तिको कुरा गर्दा पनि सावधानी अपनाउनु पर्छ। यदि तपाईँले आफ्नो शक्तिको बारेमा अरूलाई बताउनुहुन्छ र यदि उनीहरूलाई तपाईँको शक्ति थाहा भयो भने त्यो शक्ति नै तपाईँको कमजोरी बन्न सक्छ, किनभने त्यो शक्ति अरूलाई थाहा छ र उनीहरूले त्यो शक्तिलाई आफ्नो नियन्त्रणमा लिएर तपाईँबाट फाइदा उठाउन सक्छ। त्यसैले तपाईँको कमजोरी र शक्ति कसैसँग पनि खुलाउनु हुँदैन। जबसम्म अरूलाई तपाईँको कमजोरी थाहा हुँदैन तबसम्म अरूले तपाईँलाई सजिलैसँग हानि पुर्याउन सक्दैन र जबसम्म तपाईँको शक्ति अरूबाट गोप्य रहन्छ तपाईँले त्यसलाई आफ्नो अनुकूल प्रयोग गर्न सक्नुहुन्छ। छैटौँ कुरा जुन तपाईँले सधैँहरूबाट लुकाउनु पर्छ त्यो हो आफ्ना मित्रहरू र शत्रुहरूको बारेमा। आफ्ना मित्रहरूसँग कुरा गर्नु र उनीहरूसँग आफ्नो अनुभव र विचारहरू साझा गर्नु राम्रो कुरा हो, तर यसमा ध्यान र सावधानी अपनाउन जरुरी छ। यदि तपाईँ आफ्ना मित्रहरूको बारेमा अरूलाई बताउनुहुन्छ भने तिनीहरू तपाईँको मित्रहरूसँग मिलेर तपाईँलाई धोका दिन सक्छ। उनीहरूले तपाईँका गहिरा मित्रहरूलाई तपाईँबाट टाढा लैजाने प्रयास गर्न सक्छ। सामान्यतया साधारण मानिसहरूले यस्तो गर्दैनन्, तर तपाईँका शत्रुहरूले यसो गर्ने प्रयास गर्न सक्छ। उनीहरूले तपाईँका मित्रहरूलाई तपाईँबाट टाढा लैजाने कोसिस गर्नेछ। धेरै पटक हामीले आफ्नो मित्रहरूको बारेमा अरूसँग गर्वको साथ कुरा गर्छौँ, उनीहरूको गुणगान गाउँछौँ, तर तपाईँका सबैजना सच्चा मित्र नहुन सक्छ। कुनै व्यक्तिले तपाईँको मित्रहरूसँग तपाईँको जानकारी प्रयोग गरेर तपाईँलाई नोक्सान पुर्याउन सक्छ। अर्कोतर्फ तपाईँले शत्रुहरूको बारेमा पनि कसैलाई बताउनु हुँदैन, किनकि आजको मित्र भोलि तपाईँको शत्रु बन्न सक्छ र उसले तपाईँका शत्रुहरूसँग मिलेर तपाईँलाई हानि पुर्याउन सक्छ र धोका दिन सक्छ। त्यसैले आफ्नो सबैभन्दा राम्रो मित्रहरूको बारेमा र आफ्नो शत्रुहरूको बारेमा कहिल्यै कसैसँग कुरा नगर्नुहोस्। सातौँ कुरा जुन तपाईँले सधैँहरूबाट लुकाउनु पर्छ त्यो हो दान। जब तपाईँ दान गर्नुहुन्छ त्यसको बारेमा कसैलाई पनि भन्नु हुँदैन। दान एउटा यस्तो कुरा हो जसलाई निस्वार्थ रूपमा गर्नुपर्छ। यदि तपाईँले दान गरेर अरूसम्म यसको घमण्ड गर्नुभयो भने त्यसको साह्रो महत्त्व हराउँछ। दानले तब मात्र अर्थ राख्छ जब यो विनम्रता साथ कसैको चासो र प्रशंसा बिना गरिन्छ। तपाईँले आफूले दान गरेको कुरा अरूलाई बताउँदा तपाईँले आफूलाई ठुलो दानीको रूपमा प्रस्तुत गरिरहनु भएको हुन्छ, जसले तपाईँमा अहङ्कार र घमण्ड ल्याउँछ। दान भनेको अरूलाई सहयोग पुर्याउने कार्य हो र यसले तपाईँको मनलाई शान्ति दिन्छ। तर जब यो अरू सामु देखाउन गरिन्छ तब यो केवल देखावटी र व्यक्तिगत लाभका लागि सीमित हुन्छ। उदाहरणको लागि जब तपाईँले दान गर्दा त्यसको चर्चा गर्नुभयो भने तपाईँले सहयोग भन्दा पनि आफ्नो प्रशंसा खोज्नु भएको जस्तो हुन्छ। यसले दानको वास्तविक उद्देश्य र पवित्रता बिगार्छ। त्यसैले दान जति गोप्य रूपमा गरिन्छ त्यति नै फलदायी हुन्छ, जसले गर्दा दानको वास्तविक मूल्य रहन्छ। एउटा भनाइ नै छ, जब तपाईँको बायाँ हातले दान गरिरहेको छ दायाँ हातलाई पनि थाहा नहोस्। यसको अर्थ तपाईँले दान गर्दा यो कुरा यति गोप्य र निस्वार्थ रूपमा गर्नुहोस् कि तपाईँ आफैलाई पनि घमण्ड नहोस्, अरूलाई थाहा हुनु त परै जाओस्। यसले गर्दा तपाईँको दान शुद्ध, सच्चा र प्रभावकारी हुन्छ।
यति भनेर बौद्ध भिक्षु शान्त भएर बस्नुभयो। सबलले बौद्ध भिक्षुलाई धन्यवाद दिएर आफ्नो घर गयो। त्यसपछि सबलले बौद्ध भिक्षुले भन्नुभएको सबै कुराहरू आफ्नो जीवनमा लागू गर्दै गयो। बिस्तारै बिस्तारै सबलले आफ्नो जीवनमा धेरै परिवर्तनहरू पायो। साथीहरू, हामीले ती 7 कुराहरूको बारेमा कुरा गर्यौँ जसलाई अरूसँग बाँड्नु हानिकारक हुन सक्छ। जीवनमा हरेक कुरा सबैलाई बताउनु उपयुक्त हुँदैन। हामीले गरेका योजनाहरू, व्यक्तिगत सङ्घर्षहरू, परिवारका गोप्य कुराहरू, वित्तीय अवस्थाहरू, भावनात्मक कमजोरी, जीवनका लक्ष्यहरू र व्यक्तिगत उपलब्धिहरूलाई कसरी अरूसँग बाँड्ने भन्ने कुरामा सचेत रहनु आवश्यक हुन्छ। जीवनको यात्रामा कहिलेकाहीँ आफ्नो कुरा बाँड्दा हल्का महसुस हुन्छ, तर सबैसँग खुला पुस्तक बन्नु आफ्नो कमजोरीहरूलाई देखाउनु हो। त्यसैले विवेकपूर्ण छनौट गर्नुपर्छ, के भन्नु उचित हुन्छ र के भन्नु उचित हुँदैन। हामीले जीवनका केही पक्षहरूलाई गोप्य राख्न जान्नुपर्छ। यो हाम्रो व्यक्तिगत सुरक्षाको लागि मात्र होइन, हाम्रो आत्मसम्मान र मानसिक शान्तिको लागि पनि आवश्यक छ। हरेक कुरा सबैलाई नबताउनुमा कुनै कमजोरी छैन, बरु यसले हाम्रो जीवनलाई अझ सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुर्याउँछ। साथीहरू, हजुरहरूलाई आजको भिडियो के कस्तो लाग्यो हामीलाई कमेन्ट बक्समा भन्न नभुल्नुहोला र यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला। फेरि अर्को भिडियोमा भेट्ने बाचाको साथ अहिले भने छुटिन चाहन्छु। हस्त धन्यवाद।